हेलो एभ्रिवान। आज चाहिँ मेरो डे 100 एक्सर्साइज गरेको डे 100 पुगेको छ र डे 100मा मैले के प्राप्त गरेँ, के गुमाएँ भन्ने कुरा म हजुरहरूलाई पोइन्ट बाई पोइन्ट भन्ने छु होइन। मैले चाहिँ पोइन्ट बिर्सिन्छु भनेर यहाँ चाहिँ टिपेर लिएर आएको छु। त्यसले गर्दा चाहिँ हजुरहरूलाई भन्न सजिलो होस्, मेरो अनुभव, मेरो स्ट्रगल, मैले गरेका कुरा, नगरेका कुराहरू सबै भन्छ है। सुरुमा कुरा गरौँ माइल स्टोन। आज चाहिँ डे 100 मैले चाहिँ सेलिब्रेट गर्नुपर्छ। मैले डे 1मा सुरु गर्दाखेरि म डे 100 पुग्छु भनी मैले कहिले पनि सोचेको थिइनँ होइन। विगतका दिनहरूमा मैले एक्सर्साइज गर्दै नगरेको मान्छे त होइन, तर गर्दै जाँदा बिचमा छोडिने, एक हप्तामा 2 दिन 4 दिन 5 दिन गर्दै गरिन्थेँ, कोही बेला छोड्ने बानी हुन्थ्यो होइन। र डे 1मा किन सुरु गरेँ भन्ने कुरा छ। डे 1मा मैले किन सुरु गरेँ भन्दा मलाई अलिकति फ्याट गेन भएको थियो। अलिकति हिँड्नलाई आफूलाई थोरै असहज, लगाउँदा कपडाहरू टाइट भएको थियो। त्यो हिसाबले चाहिँ वेट घटाउँ अनि सँगसँगै भिडियो पनि पोस्ट गरौँ भन्ने एउटा सामान्य सोचाइले डे 1बाट मैले सुरु गरेको थिएँ है। अर्को छ, म बिगिनर होइन। मैले चाहिँ विगतका केही 5-7 वर्षदेखि यही जम्प रोपहरू अनि विभिन्न रनिङहरू अनि सँगसँगै जिमहरू पनि मैले गएको अनुभवहरू छन्। त्यसकारण म यो वर्कआउटको लागि एकदमै बिगिनर चाहिँ होइन। मैले चाहिँ नयाँ भर्खरै सुरु गरेर डे 100 पुर्याएको होइन कि मैले विगतमा गरेका वर्कआउटहरू मैले रेकर्ड नगरे पनि मेरो आफ्नो जिन्दगीमा मैले धेरै प्रकारको वर्कआउट गरेको छु, जिम गरेको छु। तर अहिले चाहिँ रेकर्ड गर्दाखेरि 1 to 100 पुगेको छ। त्यस कारणले आज सेलिब्रेट गर्न पनि आएको छु है। र यसपटक के फरक भयो, यसपटक चाहिँ मैले 1 देखि 100सम्म रेगुलर पोस्ट गर्न सकेँ। सँगसँगै 100 दिनसम्म एक दिन पनि नबिराइकन आफूले वर्कआउट कम्प्लिट गरेँ। चाहे त्यो 5 मिनट होस्, चाहे 10 मिनट होस्, चाहे आधा घन्टा होस्, मैले 100 डेजसम्म रेगुलर पोस्ट गरेँ, रेगुलर वर्कआउट गरेँ। त्यही नै हो है। अनि सुरुको एक्सपेक्टेसन, सुरुमा जसलाई पनि वर्कआउट गर्दाखेरि चाहे पातलो मान्छे हुनुहुन्छ भने उहाँलाई मोटाउने रहर हुनसक्छ, मोटो मान्छे हुनुहुन्छ भने उहाँलाई गल्ने रहर हुनसक्छ होइन। त्यस्तै बडी नबनेकोहरूलाई बडी बनाऊ भन्ने, बडी बनिसकेकोलाई अझै मेन्टेन गरौँ, स्ट्रेन्थ बढाउँ भन्ने खालको हुन्छ भने मेरो एक्सपेक्टेसन कस्तो थियो भन्दाखेरि म चाहिँ अलिकति फ्याट गेन गरेको थिएँ। 72 केजीसम्म थिएँ, म चाहिँ 2-4 केजी 65सम्म आउँछु भन्ने खालको मेरो एक्सपेक्टेसन थियो होइन। अनि नेगेटिभ अथवा स्ट्रगल चाहिँ कहाँनिर भयो भन्दाखेरि मैले प्रत्येक बिहान वर्कआउट गर्छु भनेर एउटा रुटिन सेट गरेको हुन्थेँ। तर कहिलेकाहीँ बिहान ठ्याक्कै पानी पर्ने, कहिले त्यही समयमा काम पर्ने, घरायसी कामहरू पर्दाखेरि त्यो समयमा हिँड्नु पर्थ्यो र बेलुका चाहिँ अथवा दिउँसो एक्सर्साइज गर्ने कुरा हुन्थेन, गरिन्थेन। मैले गर्दिनँ, गर्न चाहिँ मिल्थ्यो तर मैले गर्थिनँ। बेलुका गर्दाखेरि बेलुका पनि त्यस्तै हो, समय नमिल्दाखेरि जुन आधा घन्टा 1 घन्टा गर्छु भनेर छुट्याएको समय बेलुका चाहिँ 5 मिनट 10 मिनट अथवा 15 मिनटमा पुगेर रोकिन्थ्यो। कहिलेकाहीँ मौसमले गर्दाखेरि व्यवस्थापन गर्न गाह्रो हुन्थ्यो, कहिले माइन्डसेट नै त्यस्तै हुन्थ्यो, बिहान गर्न सकिएन, बेलुका के गर्नु त नि भन्ने खालको स्ट्रगल हुन्थ्यो। सँगसँगै यो भिडियो खिच, एडिट गर, राख, त्यो पनि एउटा एक प्रकारको मलाई स्ट्रगल भएको थियो है। अर्को फुड स्ट्रगल, म चाहिँ खानाको सोखिन होइन। खानालाई मलाई चाहिँ जे भए पनि थालमा खाना, प्लेटमा खाना भयो भने म खाइ, जति बेला भर्खर खाना खान्छु अर्को केही मिठो ल्याइदिनु भयो भने म खान सक्ने मेरो खुबी छ है। तर सँगसँगै मलाई दुध चिया चिनी हालेको मन पर्थ्यो, सुगरी फुड्सहरू मन पर्थ्यो, जङ्क फुडहरू घरमा पसल छ सानैदेखि, त्यही अनुसारको मेरो हुर्काइ भएको कारणले मलाई जङ्क फुडहरू, यस्तो चक्लेट चिप्सहरू चाहिँ असाध्यै मन पर्थ्यो। मलाई यो फुड स्ट्रगल चाहिँ एकदमै भएको थियो है। अनि वर्कआउट चेन्ज, मैले विभिन्न समयमा आएर कहिले भिडियो हेर्दै वर्कआउट गर्थेँ भने कहिले चाहिँ नेटमा रुटिन बनाएँ, नेटबाट रुटिन झिकेँ, त्यसपछि रुटिन बनाएर मैले वर्कआउट चेन्ज गर्दै हजुरलाई विभिन्न प्रकारको रुटिन, बडी वर्कआउटहरू मैले देखाइराखेको हुन्थेँ होइन। अर्को छ एक्चुअल रिजल्ट भनेको म चाहिँ 72 केजी थिएँ, मलाई 65 केजी हुनु थियो। तर कहिले हुन्छ मैले मेरो सोचाइमा थिएन, 1 महिनामा नि हुन सक्थेँ, 2 महिनामा नि हुन सक्थेँ। तर
एक्चुअल रिजल्ट मैले सोचे जस्तो भएको छैन है। म 72 छु अहिले, आजको बिहान जोग्दाखेरि म 68.5 केजी भएको छु। मेरो अझै 2-3 केजी वेट लस गर्नु छ, तर पनि त्यो हिसाबमा चाहिँ एक्चुअल रिजल्ट सोचे जस्तो नआउन सक्छ, अथवा मैले आफ्नो खानपानमा ध्यान दिइनँ होला, मेरो निन्द्रामा ध्यान दिइनँ होला, अथवा मेरा वर्कआउट को इन्टेन्सिटी अलिक कम भयो होला होइन। त्यो हिसाबले चाहिँ सोचे जस्तो एक्चुअल रिजल्ट मैले निकाल्न सकेको छैन। म अझै पनि फ्याट छु, अझै पनि मेरो वेट आफूलाई चाहिने भन्दा, मैले खोजेको भन्दा धेरै नै छ है। अर्को छ पोजिटिभ चेन्ज। पोजिटिभ चेन्ज के भयो भन्दाखेरि 100 दिनसम्म मैले स्ट्रगल गर्न सकेँ, 100 दिनसम्म मैले पोस्ट गर्न सकेँ, आफ्नो समय व्यवस्थापन गर्न सकेँ। सँगसँगै मेरो माइन्डसेट चेन्ज भएको छ, मैले वर्कआउट गर्नुपर्छ भन्ने एउटा दिमागमा बसेको छ। सँगसँगै पोजिटिभ, आफूलाई चाहिँ पोजिटिभ फिल गराउने एउटा एक्सर्साइज गर्छु नि त, झ्याउलाई एक्सर्साइज गर्छु भन्ने खालको, अथवा तनाव भयो के गरौँ एक्सर्साइज गर्छु भन्ने खालको एउटा चेन्ज पनि मैले आफूमा लिएर आएको छु है। अर्को छ 100 दिनमा के सिक्यौ भनेर। 100 दिनसम्म आइपुग्दा के सिक्यौ त नि भन्दाखेरि, मैले रेगुलर एक्सर्साइज गर्न सक्दो रहेछु। मैले आज एक दिनमा मैले बनाएको प्लान मैले 100 दिनसम्म कायम राख्न सक्दो रहेछु भन्ने एउटा पाठ सिकेँ। मैले कन्सिस्टेन्सी, निरन्तरताको पाठ सिकेँ होइन। निरन्तर गरियो भने केही न केही चेन्ज त आउँछ नि त मान्छेलाई। 100 दिन मैले सुरुमा मलाई भिडियो पोस्ट गर्न लाज लाग्थ्यो होला, मैले भिडियो पोस्ट गरेँ। म एक्सर्साइज गर्न अल्छी थिएँ होला, मैले एक्सर्साइज गर्न सुरु गरेँ। कति दिन त यस्तो पनि भयो कि मलाई एक्सर्साइज गर्नु थिएन, तर दिनहरू बढ्दै गइरहेको थियो। आज त भिडियोमा लाइक कमेन्ट कम आए पनि कति साथीहरूले त हेर्नुहुन्छ नि त, आज त पारसको भिडियो आएन भन्नुहुन्छ कि भनेर पनि मैले 5 मिनट 10 मिनट भए पनि आफूलाई एक्टिभेट गराउने एउटा मुड बनाउन सकेँ। त्यसको लागि 100 दिनबाट सिकेका कुराहरू यिनै हुन् होइन। र आगामी दिनमा मैले भिडियो पोस्ट गरौँला नगरौँला, मेरो टिकटकमा भिडियोहरू आउलान् नआउलान्, तर म फिजिकल एक्टिभिटिजहरू आफ्नो स्वास्थ्यको लागि म सधैँ नियमित खटिराखेको हुनेछु। सँगसँगै हजुरहरूले पनि आफ्नो बानी केही चेन्ज गर्न चाहनुहुन्छ भने प्लिज आफूलाई 5 मिनट 10 मिनट भए पनि समय दिनुहोस्। परिवर्तन सम्भव छ। शरीर भनेको मोटाउने गल्ने क्रम भइरहेको छ, तर पनि आफू चाहिँ आफ्नो शरीरप्रति माया गर्नुहोला। आजको आधा घन्टा 1 घन्टा आफूलाई समय दिएर आफ्नो रोगहरू 5-10 वर्षपछि सर्छन् भने त किन नदिनु होइन। तिनै कुराहरू मैले भन्न चाहेँ। र सँगसँगै केही नराम्रा बानीहरू छन्, छोड्न चाहनुहुन्छ भने आफूलाई चाहिँ समय दिनु पऱ्यो, आफ्नो इच्छा शक्तिलाई ठुलो बनाउनुहोस्। त्यति भन्दै आजको भिडियो 100 दिनको भिडियोलाई बिट मार्दै आगामी दिन नयाँ केही संस्करणहरू लिएर अथवा यिनै भिडियोहरूलाई कन्टिन्यू गर्दै अगाडि बढ्ने बाचासहित बिदा हुन्छु। हस्त, धन्यवाद।